अहिले हामी मध्ये कतिले मानौ या नमानौ एउटा कुरा भने घाम जत्तिकै छर्लङ्ग छ कि देश यतिखेर रविमय भएको छ। मैले मेरो जीवनमा नदेखेको वा नसुनेको कुरा नै भन्नुपर्छ कि एउटा नेता सहकारी ठगी आरोपमा जेलमा थुनिन्छ तर जेल बाहिर उसकै पक्षमा नाराबाजी खन्किन्छ। यतिसम्म कि आफ्नो जग्गाको लाल पूर्जा हातमा बोकेर बरु यी हाम्रा लाल पूर्जा राख रविलाई भने धरोटीमा रिहा गर भन्ने हजारौंको जुलुस रविको पक्षमा उर्लिन्छ। यति मात्र होइन, सिंहदरबार एकातिर छ, बालुवाटार अर्कोतिर छ, भन्नुको मतलब शक्ति केन्द्र एकातिर छ। तर एउटा बन्दी नेतालाई भेट्न कारागारमा यसरी लर्को लाग्छ कि मानव शक्ति केन्द्र त त्यही नै हो। हेर्नुस् त कत्रो विश्वास। मलाई लाग्छ त्यही दबाब थेग्न नसकेरै होला अदालतले पनि रविलाई धरोटीमा छोड्ने आदेश दिएको हुनुपर्छ। अनि अर्को कुरा, अब रिहा हुने दिन छ भोलि, त्यो पनि रूपन्देहीमा। तर यहाँ नखु कारागारमा भने साँझदेखि नै बाजागाजा बज्न थाल्छ, हर्ष बढाइ हुन थाल्छ। एकातिर महिनौदेखिको तयारीमा एउटा पुरानो पार्टीको महाधिवेशन हुन्छ। देशभरिबाट आफ्ना कार्यकर्ताहरू बटुल्दा पनि 25-30 हजारको भिड जुटाउन हम्मे पर्छ। तर सँगैमा एउटा नेताको कुरा सुन्न या उसको एक झल्को हेर्न तुरुन्तै त्यो पनि स्वतःस्फूर्त रूपमा जनताहरू भेला हुन्छन्, त्यो पनि हजारौंको संख्यामा। यो के को आकर्षण हो र के का लागि हो? मलाई लाग्छ देशले एकपटक फेरि परिवर्तन खोजिरहेको स्पष्टै अनुभव गर्न सकिन्छ। त्यसैले हामी मानौ या नमानौ जनताले खोजेको विकल्पका रूपमा निर्विकल्प चाहिँ देखिएका एक आशाका केन्द्र हुन् रवि लामिछाने। त्यसो त अभिनेता पल्सा जेलबाट निस्किएपछि उनले हामीसँग एक अन्तर्वार्ताको क्रममा भनेका थिए कि जेल भनेको त विश्वविद्यालय जस्तै रहेछ, धेरै कुरा सिक्न पाइने। मलाई लाग्छ रविले पनि जेलमा बसेर त धेरै कुरा पढेको, सिकेको वा चिन्तन मनन गरेको हुनुपर्छ। किनकि उनीमा अझ परिपक्वता, अझ निडरता, अझ सक्रियता अनि काम गर्ने त्यो हुटुटी अझै बढेको स्पष्टै देख्न सकिन्छ। जेलबाट निस्कन साथ सबैभन्दा पहिला उनी आफ्ना मतदातामाझ प्रकट भए चितवनमा। त्यसपछि सिधै आएर शहीद परिवारलाई भेटे, जेनजी आन्दोलनका घाइतेहरूलाई भेटे, उनीहरूका कुरा सुनेर भावुक भए, रोए, मछु साथमा भनेर ढाडस दिलाए। एकातिर भने अर्कोतिर अर्को आशाका केन्द्र मानिएका बालिन शाहलाई भेटेर देशलाई निकास दिने वार्ता गरे। आफू बन्छु भन्ने भन्दा पनि अर्कालाई बनाउने अभियानमा लागे। पार्टी कार्यालय लैजाऊ, सभापति लैजाऊ, उपसभापति लैजाऊ, झण्डा लैजाऊ, पार्टी कार्यालय पनि लैजाऊ, तर देश बन्नु पर्यो। कसैलाई चुनाव चिन्ह चाहिन्छ, मेरो स्वागत छ, लैजानुस्। पार्टी चाहिन्छ लैजानुस्, झण्डा चाहिन्छ लैजानुस्, पार्टी अफिस चाहिन्छ, सिङ्गो पार्टी लैजान्छ लैजानुस्, सभापति चाहिन्छ, उपसभापति चाहिन्छ, लैजानुस्। देश बन्नु पर्यो, व्यक्तिको कुनै ठुलो कुरो होइन। त्याग गर्ने नाम पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको छु। त्यहाँको सभा एउटा पुस्ताका लागि मिल्ने हो भने पहिलो त्याग रवि लामिछानेले गर्छ। एउटा चुनावका लागि मात्र हो भने आइएम सरी।